हेलो एभ्रिवान, हजुरहरू सबैलाई नमस्कार चाहिँ भन्ने। आज सन्डे आइतबार चाहिँ किरात खम्बु राई कल्याण समितिको मिटिङ थियो है। र चाहिँ मलाई पनि बोलाउनु भएको थियो। त्यहाँ चाहिँ मेरो हस्बेन्ड चाहिँ प्रेसिडेन्ट हुनुहुन्थ्यो र सम्बोधन पत्रको लागि चाहिँ बोलाउनु भएको थियो र म र मेरो दिदी चाहिँ हामी दुईजना चाहिँ त्यहाँ थियौँ र सम्बोधन पत्र पनि दिनुभयो। सेक्रेटरी प्रेसिडेन्ट अब मेरो हस्बेन्ड नै हुनुहुन्थ्यो, सल्लाहकार एक्जिक्युटिभ जो मेरो हस्बेन्डलाई सम्बोधन पत्र दिए एउटा सम्मान दिनुभयो। यसको निम्ति तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदछु। आन्तरिक हृदयबाट नै धन्यवाद दिँदछु म तपाईँहरूलाई। साथैमा उपस्थित हुन भएका सबै दाजुभाइ दिदीबहिनीहरू, ठुला बडाहरू सबैले अब एउटा मेरो हस्बेन्डलाई है खदा अर्पित गरी एउटा सम्मान गर्नुभयो। तपाईँहरूलाई पनि मेरो आन्तरिक हृदयबाट नै धन्यवाद दिँदछु। धन्यवाद। उहाँ पनि त्यत्तिकै बिजी हुनुहुन्छ। उहाँ टाइम निकाल्नु तपाईँले डेट माग्नुपर्छ। सगुन बोकेर जानु पऱ्यो, सगुन बोकेर जानु पऱ्यो, हजुर तपाईँ जानु पऱ्यो उहाँको घरमा। फोन टु फोन त आउँदैन नि। उहाँको चुला राख्नु तपाईँले दुईजना तिनजना चुला राख्नु तपाईँले ल्याउनु आउनु होइन हुन्छ। हजुर पहिला बोकेर जानु पऱ्यो सगुन। सबैलाई धन्यवाद है। र अब यो श्रद्धाञ्जली आजको कार्यक्रम सकेपछि केही कार्यक्रमलाई अघि बढाउँदै र हामीले